साथीहरू, अहिले हामी सिन्धुली जिल्लाको गाउँघरतिर घुम्न आएका छौँ। बच्चाहरूको घरतिर आएका छौँ। यतातिर बच्चाहरू छन्, उभिराख्नु भएको छ। हामी उनीहरूको घरतिर घुमघामको क्रममा आएको छौँ। तर मैले गाउँघरतिर प्रायःजसो सिन्धुलीको गाउँघरतिर देखेको, मैले अस्ति नै एउटा भिडियो बनाएको थिएँ। यो यस्तो भिरपाखामा नि, यो ठुलो भिरपाखा हो देखिएको, यो भिर हो। यस्तो भिरमा नि भुइँगटर लागेको छ। तलदेखि यो देखिएको भिर हो, त्यहाँदेखि लिएर यो माथिसम्म देखिएको सबै यो चाहिँ भुइँकटर। प्राय यतातिर भुइँकटरको खेती धेरै मात्रामा गरिन्छ। जुनार भयो, त्यसै गरेर भुइँकटर, सुन्तला धेरै उत्पादन हुने क्षेत्र हो यो। गाउँघरतिर त प्राय सबैले भुइँकटर लगाएको हुन्छ। यसरी हजुरहरूलाई म देखाउँछु। यो भुइँकटरको बोटहरू हुन्। यसै भिरभिरमा रोपेको छ। यसै गरेर उतातिर यस्तो भिर छ, त यहाँ पनि भुइँकटर लगाएको छ। यो पुरा तलदेखि लिएर माथिसम्मको यो फिल्ड पुरै भुइँकटर हो। योभन्दा यतातिर नि छ, म हजुरहरूलाई देखाउँछु। यो बाँकी यो सानो गाउँको घर हो। अनि यसको यो उतापट्टिको एरियामा भुइँकटर चाहिँ रोपिएको छ। प्रायः भुइँकटर चाहिँ सबै क्षेत्रतिर रोपिएको हुन्छ। यो प्रसिद्ध हो यो जिल्लाको लागि।